गइरहेछ यतातिर। हेलो गाइज, वेलकम ब्याक टु माई न्यू भिडियो। सबैजना सन्चै आरामै हुनुहुन्छ होला, म नि छु। जोस् सो फ्याफुला तपाईँहरूलाई जोस् आज चाहिँ फेरि नयाँ भिडियो लिएर आइसकेको छु म नि। अब गाह्रो छ अनि जोस् नयाँ भ्लग स्टार्ट गरिदिएको। हिजो भिडियो बनाउनु पाइनँ, आज चाहिँ बनाइदिएको मैले। अनि जे छ ठिक छ, जोस् जिन्दगीमा रमाइलो गर्नुपर्छ हैन। अब हुन्छ नि, यस्तो नै रमाइलो गरेर बस्नुपर्छ। जोस् जिन्दगीमा हारेस चाहिँ खानु हुँदैन कहिले पनि। अनि हुन्छ नि, हामी चाहिँ माथि आएको छौँ। जोस् के भन्छ अरे, हिजोको चाहिँ भिडियो बनाउनु पाइने बौद्ध अनि भक्तपुर कता कता गएको थियो। अनि भर्खर बाख्राले चाहिँ के भन्छ तिनीहरूले ओछ्याइदिइरहेको छौँ। अब जोस् पानी पर्न लागिरहेछ। अनि जोस् पानी पर्न लागिरहेछ, पानी चाहिँ परेको छैन। पानी पर्ला जस्तो चाहिँ भइरहेको छ। जोस् गाई बत्ती नै आएको छैन है, बत्ती यस्तो छ कस्तो चाहिँ ल फर्क्यो याद भनेर खोर। जोस् गाईहरू पनि खाइरहेछ। गाह्रो छ, मलाई गाह्रो छ। जोस् मैले कति दिनपछि 3 महिनापछि भिडियो बनाउँदैछु। अहिले चाहिँ गाई पनि छ, एउटा स्त्री भर्खर पाएको छ, एउटा सानो यसले पाएको छ। जोस् अब एकचोटि यो हालिदिनु पर्यो, कुल्चा हालौँ। यो चाहिँ यता चाहिँ यति छ। अनि जोस् यता चाहिँ धेरै खसी खोजिरहेको थियो अघि नै। जस मैले चाहिँ टिपेर राख्थेँ। अब यति चाहिँ बढी भएको जस्तो नि लाग्यो। के गरौँ टिपेर हालौँ, किन्न हालौँ भयो। अब यतातिर कुच्चो छ, पुग्छ कि पुग्दैन खै थाहा भएन। अब यता चाहिँ गाई अनि यस यतातिर एउटा बाख्रा पुग्न त पुग्थ्यो होला, खै के गरौँ भयो। अब यति चाहिँ राख्थ्यौँ डोकोमा। अब डोकोमा राखौँ। अब एक डोकोमा राखेपछि तपाईँहरूलाई भेटौँला त्यही हो एकछिनपछि। ब्लक बकैले सकिसक्यो सफा गरेर नि। जोस् एउटा बाख्रा, सानो बाख्रा किन यस्तो दाम। कति राम्रो छ हेर्न बाख्रा। यसले चाहिँ दुध दिनुपर्ने दिइरहेको छैन। पानी पर्न लागिसक्यो। ए छोड होइन, यस्तो भइरहेछ बादल चाहिँ। जोस् अब यिनीहरूलाई कुँडो दिनुपर्ने हो। खै यता छ कुँडो चाहिँ, राख्नु मैले। अहिले चाहिँ खन्डाङ गुलुङ भइरहेछ है, पानी पर्न लागिरहेछ। अब ल्याएर बाख्रालाई भित्र थुनिदिनु पर्यो। बत्ती चाहिँ आएको छैन अहिलेसम्म है। घुन्डुङले जर भइरहेछ है। योहरू नि भित्र राखिदिउँ होइन, योहरू भित्र राखिदिउँ। एकछिनपछि यिनीहरूले फेरि घाँस दिनुपर्छ।
अहिले चाहिँ बत्ती आइसक्यो कुडोहरू चाहिँ भित्र राख्यौँ अब एकछिनपछि भेटौँला चाहिँ डेन्जरको ल्याङगुडुङ भइरहेको छ है स्ट्रेट यो ढक्का खनिदिउँ अनि त्यो खुराएको छैन अनि त्यो डेन्जर घन्टा गुडुङ भइरहेछ यतातिर मैले चाहिँ यसो दिइसकेँ पानी पर्छ भने अब माथितिर जानु पऱ्यो घरमा पिकनिक जस्तै अहिले चाहिँ पानी परिरहेछ के गर्नु यस्तो छ यतातिर यता राखेर अनि त्यस डेन्जर यतातिर के पर्ने रहेछ हेर्नु पऱ्यो अब यो चाहिँ हटाउनु पर्ने हो त्यो उताको मौसम डेन्जर भइरहेछ डेन्जर पानी परिरहेछ अनि यो डग कुकुर्ने यता रहेछ है यस्तै छ यतातिर यस काम त्यसो सक्यो मेरो कुकुरलाई कुकुर रहेछ यो अहिले चाहिँ म तल घरमा आइसकेँ अनि यो हिजो चाहिँ भिडियो बनाउन पाइनँ अनि यो अहिले चाहिँ सानो बाख्रा चाहिँ यता रहेछ त्यो यसले चाहिँ पाएको थियो त्यो यसले पाएको थियो अनि दुईजना जस यिनीहरूलाई चाहिँ बाहिर लानुपर्ने हुन्छ हो यतातिर राखिदिउँ क्यामेरा चाहिँ अहिले चाहिँ मैले दिइसकेँ बाख्रालाई चाहिँ दिइसकेँ अनि हिजो चाहिँ भिडियो भ्लग बनाउनु पाइनँ अनि हिजो चाहिँ उतातिर चाहिँ मान्छे मरिरहेको चाहिँ अब अनि जस आजको लागि यति नै टाटा एन्ड थ्याङ्क यू फर वाचिङ एन्ड लस्सो बाई बाई सबैजनालाई